एक दिन श्रीकृष्ण भगवानका छोराहरू प्रद्युम्न, साम्ब, अनिरुद्ध, चारुभानु होइन गदा खेल्नको लागि उपवनमा गएपछि धेरै बेरसम्म तिनीहरूले खेल खेलेपछि तिर्खा लाग्यो। तिर्खा लागेर पानी खोजे यताउता, तर कुवा देखाइ पर्यो एउटा। कुवा देखाइ परेपछि कुवामा जल थिएन। जल नभएपछि त्यहाँ एक विचित्र रूप देखाइदियो, गिरकिट रूप धारण गरेको होइन, तर पर्वत समान थियो। अनि त्यो पर्वत समान रूपलाई रची लगाएर निकाल्न खोजे, तर श्रीकृष्ण भगवानका छोराहरूले सकेनन्। नसकेपछि आफ्नो पिता श्रीकृष्णलाई गएर निवेदन गरे। निवेदन गरेपछि श्रीकृष्ण भगवान छोराहरूलाई लिएर आउनुभयो अनि बायाँ हातले खेलमा त्यो जीवलाई उद्धार गरेर निकाल्नुभयो। निकालेपछि श्रीकृष्ण भगवानको स्पर्शले त्यो गिरगिट रूप गयो र कुनै देवता, दिव्य देवताको रूपमा परिणत भए, प्रकट भएपछि भगवानले त्यो सबै जान्नुहुन्थ्यो, तर जानेर पनि सर्वसाधारणले सम्झुन् भनेर अनि त्यो गिरकिट रूप धारण गरेको जीवसँग सोध्नुहुन्छ, तिमी कुनै दिव्य देवता लाग्छौ, तिमीले आज कुन कर्मले गर्दा यो योनिमा आउनु पर्यो भनेर श्रीकृष्ण भगवानले भन्नुहुन्छ। भनेपछि अनि प्रश्न सोधेपछि ती राजाले भन्छन्, प्रभु तपाईले भूत भविष्य वर्तमान सबै जान्नुहुन्छ, तर पनि तपाईले सोधिहाल्नु भयो हैन। म भन्छु प्रभु, मैले यो दानीहरूमा गणना गर्नुपर्छ भने म पनि आउँछु प्रभु हैन। म पहिला निर्ग राजा थिएँ हैन, निर्ग राजा थिएँ। यदि पृथ्वीका धुलका करणहरू छन् त्यति मैले गाई दान गरेको थिएँ। यदि आकाशमा ताराहरू छन् त्यति मैले गाई दान गरेको थिएँ। यदि वर्षादमा जलका धाराहरू वर्षन्छन् त्यति मैले गाई दान गरेको थिएँ प्रभु। तर एक दिन दैव वशले गर्दा एक ब्राह्मणको गाई मेरो गाईको समूहमा आएर घुसेर त्यो गाई मैले अर्को ब्राह्मणलाई दान गरेँ हैन, अर्को ब्राह्मणलाई दान गरेँ। अनि त्यो बेलामा ती गाईका स्वामीका गाईको स्वामी ब्राह्मण पनि त्यहाँ आएका थिए हैन। ती आथे, तर मैले अर्को ब्राह्मणलाई गाई दान गर्ने बेलामा ती दुई ब्राह्मणको झगडा पर्न थाले। स्वामीले मेरो गाई भन्न थाले, अर्का ब्राह्मणले भन्न थाले मलाई दान दिएको गाई भन्न थाले। अनि त्यो भए दुई ब्राह्मण झगडा गर्न थाले आपसमा। अनि तर राजाले भने, हे ब्राह्मण देवता, मैले अर्को गाई, यो गाईको सट्टा 1 लाख गाई दान दिन्छु, लैजानुहोस् भन्ने बेला पनि मानेनन्। ती दुई ब्राह्मण ती गाई सब छोडेर गए, दान दिएको गाई छोडेर गएपछि राजाको जब मृत्यु हुन्छ, मृत्यु भएपछि राजा यमराजपुरीमा जान्छन्। गएपछि यमराजले सोध्छन्, राजन तिमीले पुण्य त धेरै कमाएका छौ, तर जो तिमीले ब्राह्मणलाई दान दिएका थियौ त्यो बेला तिमीलाई अब यो पाप लाग्छ, तिमीले यो पाप भोग्छौ कि हैन, अनि अथवा पहिला पुण्य भोग्छौ भनेर यमराजले सोध्छन् निर्ग राजालाई। सोधेपछि राजाले भन्छन्, हे यमराज देव, पहिला मैले पाप भोग्छु, मलाई थाहा छ यो पाप किन लागेको भनेर हैन, मेरो भुलचुकमा थियो, तर पनि मैले पाप पहिला भोग्छु भनेर ब्राह्मणको कारणले गर्दा आज मैले यो पाप भोग्नु परेको भनेर, तर पनि मैले भुलचुकमा भएको थियो, तर पनि मैले अब भुलचुकले पनि मैले पाप भोग्नु पर्छ हैन, भोग्नै पर्यो भनेर मलाई पहिला पाप भोगाइदिनुहोस् भनेर यमराजलाई भनेपछि यमराजले तिमी गिर जाऊ भनेर तिनले त्यही भएर गिरकिट रूप धारण गरे राजाले। त्यही भएर श्रीकृष्ण भगवानले निर्ग राजाको उद्धार गर्नुहुन्छ। हेर्नुहोस्, ब्राह्मणको एउटा भुलचुकमा गाई हैन, भुलचुकमा गाई अर्को ब्राह्मणलाई आएर समूहमा घुसेरको गाई भुलचुकमा अर्को ब्राह्मणलाई दिएका थिए। भुलचुकले गर्दा पनि तिनलाई नरक जान पर्यो, तर ब्राह्मणलाई गाली गर्नेलाई हैन, अनि ब्राह्मणको धन खानीलाई, ब्राह्मणसँग युद्ध गर्नेलाई त्यसको त कुलै नाश हुन्छ। हेर्नुहोस्, ब्राह्मणसँग जसले न्यु खोज्छ, जसले ब्राह्मणसँग जसले
होइन कोरदगर छ त्यसको त कुलै नाश हुन्छ हेर्नुहोस्। जय श्री राधे, जय श्री राधे।